यसरी नै बीचबाट भनौँ न आज है धेरै दिन बाद बढ्दैछ खोला। र देखाउँदै तपाईहरुलाई ह्याप्पी सन्डे छ भन्दै म चाहिँ भने अहिले घरि आइरहेको छु रिभर साइड है। यो तपाईहरुलाई मैले सबै देखाइरहेको खोला बगार जुन चाहिँ खोला बगार 29 माइलको गाइस है। चर्केर जाँदैछ भने भित्किँदै जाँदैछ है। यसरी नै भित्किँदै जाँदैछ है। म अस्ति आउँदाखेरि चाहिँ यहाँ झन्डै बीचबाट भनौँ न विविधसम्म थियो यही डाँडा। आज है धेरै दिन बाद रिभर साइड सन्डे ब्लग यसो घुम्दै आइरहेको छु भने यस्तो छ है खोला चाहिँ। अस्ति पारी फर्केको थियो अनि अहिले चाहिँ सबै फेरि वारी फर्किरहेको छ। अहिलेखेरि चाहिँ बढ्दैछ खोला अनि यसरी झर्दै जान्छ। गाइस तपाईहरुलाई म यही वरिपरि है घुमाउने छु भने यहाँबाट हेर्नुस् न वाउ सो ब्युटिफुल। अनि लास्ट पोइन्ट हो यो चाहिँ र देखाउँदै तपाईहरुलाई रिभर साइड